किन एकोरिनुभयो भन्दाखेरि हेरे हो दानाको रुखो छ उता कस्तो राम्रो दानाको रुखो छ बासिया गरी ड्याममा परेको ठाउँ मजा लाग्छ कस्तो कस्तो अनुभव भइरहेको छ यसपालको दसैँ केटाकेटीहरूसँग भेट भयो राम्रै लाग्यो नि अब अहिले त त्यही टिको लगाइन्जेल अहिले राम्रो पो कतिवटा जाने भन्दाखेरि राम्रो पनि कसरी भन्नु र गाई जान्छौ के रहेछ त दसैँ भनेको चाहिँ दसैँ कसरी आउँदो रहेछ दसैँ भनेको खासमा के रहेछ त केटाकेटीमा कसरी आयो अहिले दसैँ आउँदा कसरी आयो यति वर्ष हो यति वर्ष पछाडि हामीले टिको लायौँ रमाइलो भयो नि अब दसैँ आउँदाखेरि ठुलालाई पनि रमाइलो सानालाई पनि रमाइलो सबै भेला हुने रगरग गरेर बसेर खाने रमाइलो हिँड्ने लाउने दसैँ भने दसैँ भने यो दसैँ आएर त सबैको भेटघाट भयो त दसैँ नआएको भेटघाट हुन्थ्यो त अब हामी जान्छौँ 7 दिन पछाडि के थियो हो आमा के सोच्नुहुन्थ्यो जिन्दगी के थियो जस्तो लाग्थ्यो पहिला अहिले के भए जस्तो लाग्छ केही जस्तो पनि लागेको छैन हौ अगाडि म त कहिले हो कहिले हामी जन्मेको त कहाँ खेलेको त बाख्रा हेरेको गाई चराएको भैँसी चराएको भेडा चराएको त कुन ठाउँमा कति वर्षसम्म यतिलासम्म हामी बाँचिराखेका छौँ अब छोराछोरी बाँच्छ बाँच्दैन राम्रो दीर्घ आयु छ छैन भन्ने टेन्सन हुन्छ नि आफूलाई पिर हुन्छ छोराछोरीको पनि हाम्रो जस्तै आयु लामो भएर बाँच्न पाउनु छोराछोरी हुर्काउन पाउन् बढाउन पाउन् हामी त बाँचेकै त हौ नि के सोचेँ मैले के भयो अहिले त भएको छैन नि छैन छैन लाइफमा ठिकै भए जस्तो लाग्छ जीवनमा ठिकै भए जस्तो लाग्छ अब त यो कति सपनाहरू यस्तो चाहिँ भए हुन्थ्यो यो चाहिँ भएन पुगेन छैन अब छैन अब सबै छोराछोरीको बेदान नाति नातिना सबै उहाँ अमेरिकादेखि आए भेटघाट गरे सबै सानो छैन सबै ठुला छन् हुर्के बढे अब हामी आनन्द खाटमा बसेर यत्तिकै केही भइयो भने पनि केही डर पे केही छैन सक्यो तर जीवन मिलिक्कै जाँदो रहेछ जस्तो लाग्छ कि धेरै समय जस्तो लागेको छ कहाँ हो कहाँ नि कहिले हो कहिले त अगाडि आफूले खेतमा काम गरेको देख्दाखेरि त कहिले हो कहिले त 10-12 वर्ष आली काट्दा आजसम्म हामी यहाँ बाँचिया छौँ जस्तो लाग्छ आली लगाएको सम्झिँदा आली काटेको सम्झिँदा काँडामा जुवा हलो बोकेर हिँडेर जीवनमा साह्रै बाबुहरूलाई चित्त दुखेको एउटा समय छ आमाको साह्रै चित्त दुखेको भन्छ नि यो चाहिँ यो जिन्दगी खै के जिन्दगी भएको अवस्था छ कुनै समय छैन त भए पनि त सक्यो अगाडि अब नाति नातिना हँसायो खेलायो अब नै उडेर गयो समय सक्यो बितेको कुरा बितेर गयो होइन अनि सबैभन्दा खुसी भएको यो चाहिँ ओहो यो चाहिँ यस्तो यो पो जिन्दगी त यो जिन्दगी पो जिन्दगी त भन्ने क्षणहरू त धेरै होला नि अगाडि नै भयो अगाडि नै नाति नातिना छोरो जन्माउँदा हाँस्यो बुहारी जन्माउँदा हाँस्यो खेलियो सबै गरियो त्यति बेलै रमाइलो जिन्दगी के भयो अब छोराछोरी आयो नाति नातिना आयो बुहारी आयो छोराछोरी आयो सबै आयो घरभरि टन्नमन्न भयो 80-90जना आफ्ना नाति नातिना छोराछोरी भेला हुँदाखेरि अब धेरै भइएछ जस्तो लाग्न थाल्यो अब धेरै काटिएछ धेरै बसिएछ अब आँतिने कामै छैन आँतिने कामै छैन रमाइलो भइरहेछ जिन्दगी रमाइलो भइरहेछ अझै पनि रमाइलो भएरै सम्झिने घरमा गएर गाडी लिएर आइयो भेट गरियो नाच्यो गाइयो खाइयो रमाइलो भयो होइन यस्तै त हो यो जिन्दगी समयलाई कसले रोक्न सक्छ होइन समय आफ्नो प्रभावमा आफ्नो गतिमा बगिरहन्छ जिन्दगी आजसम्म जे छ ठिक छ
सानातिना त्यसरी नै हामीले पनि धान रोपेर कम्मरसम्म धान ल्याएर फुलपाटे धान फलाइयो, मुसली धान फलाइयो, चम्पे धान फलाइयो, खाइयो, भात नरम भात बसियो, हिँडियो डुल्यो। अहिले त्यही समय राखेर चम्पे धान ढिकाएको त्यो मकैको हो कि धानको हो कि के को भात भयो पत्तो पत्तो भयो। त्यतिखेर कस्तो मिठो हुन्थ्यो होइन। त्यतिखेरको मिठो त्यतिखेरै उपभोग गरियो। आज जे हुन्छ त्यही हुन्छ, चल्दै जान्छ, बढ्दै जान्छ। ठिक छ। बुबालाई सम्झिँदा के लाग्छ, के भन्न मन लाग्छ? केही लाग्दैन। अब बुबाले जानु उतै आफ्नो स्वर्ग जानु, अब आफू पनि स्वर्ग जाने बाटो हुन थाल्यो। अब आफ्नो आफ्नो दुनियाँमा जाने हो। आमा बुबालाई सम्झिँदा तपाईँको आमा बुबालाई? आमा बुबा पनि गए, बिदा भए, उनीहरू अगाडि अगाडि गए। अब आफू पछि पछि बाटो लाग्ने बेला। आमाको त्यति प्रिय भाउजू हुनुहुन्थ्यो, भाउजू पनि बेच्नुभयो। भाउजूलाई सम्झिँदा कस्तो? अब दाजु गए, भाउजू गए, छोराछोरी गए, आमा गए, श्रीमान गए, सासू गए, ससुरा गए, माता गए, पिता गए, सबै गए। अब डरै मान्नु परेको छैन। उनीहरू गएको ठाउँमा आफू पनि जान सकिएला नि त। के पिर र के टेन्सन र? संसार आउने र जानेको एउटा खेल त हो नि, होइन? होइन, समय बदलिने क्रममा छ, क्रममै हुँदो रहेछ। साली सानीमा पनि बित्नुभयो। साली बहिनी आमाकै दिदी पनि गइसके, 6-7 वर्ष भइसक्यो। आफूभन्दा साना साना गइसक्यो। आफू त बाँचेकै छ। यो बाँच्न बाँच्न पनि लिएरै आउनु पर्दो रहेछ। अब जान चाहिँ कस्तो पाराले जाने हो? आमा त अमेरिका पनि घुम्नु पनि एक दुईचोटि। सबै घुम्यो नि, अमेरिका गयो, 2 खेप अमेरिका गयो। अब अझै पनि जान पाउँछु कि भन्ने आशा लागिरहेछ। पुग्न पाएँ, एक बाजी हेर्न पाएँ। तर किन मर्न चाहिँ उता नमर्न पाए हुन्थ्यो, यतै मर्न पाए हुन्थ्यो जस्तो लाग्छ है। त्यो त हामीलाई पनि लाग्छ नि। यति वर्ष बसेर पनि हामीलाई पनि अब यही माटामा हुर्केको बिरुवा, यही माटामा आमा गए, यहीँबाट दाजु माटामा मर्न पाए हुन्थ्यो जस्तो हामीलाई पनि लाग्छ नि। त्यहाँ मर्दा कहाँ मरे होला म, कता मरे होला म भन्ने हुन्छ। बाँच्न जाँदा बाँचे पनि मर्न चाहिँ आफ्नै मुलुकमा मर्न मन हुँदो रहेछ भन्छ भनेपछि अब त्यस्तो त भइहाल्छ नि, होइन? यहीँको हावा माटो पानी, यहीँको पञ्चतत्त्वबाट सृजित भएको यहीँको पर्यावरणमा विलय हुन पाए हुन्थ्यो जस्तो हुन्छ नि, होइन? मर्दाखेरि यहीँ आफन्त आफ्नै सबै आफन्तहरूले घेरिएर यहीँको कथा यहीँ भूमिमा बोकेर यहीँका कथाहरू आफू मरे सँगसँगै आफूलाई चिन्ने जान्ने आफन्तहरूले आफूलाई आफ्नो आफ्नो किसिमले सम्झिन्छन्, होइन? आफू त्यो कथा सहितको जिन्दगी आँगनमा कतै तुलसीको मठतिर लडिराखेको हुन्छ। त्यो कति आनन्दको हुन्छ नि त। कहाँ हो कहाँ मर्नु भन्दा त आफ्नै श्रीमानहरू मरे ठाउँमा त्यही भूमिमा त्यसैमा मर्न पाए हुन्थ्यो भन्ने त लागेको छ। अब कहाँको मरण हुने हो, के गर्ने हो? लोभ सबैतिरको लाग्छ बाँच्दा, होइन? तँ पनि देखौँ तँ पनि भेटौँ भइरहँदो रहेछ। त्यही रहेछ। ल त।